नन्दी सेवा स्थल, मठ मन्दिर, गाई बाछा बचाउ तथा समाज विकास अभियान भनेर बोर्ड छ र वृद्ध आश्रमको पश्चिमपट्टि त्यो बोर्ड देखिन्छ र हाम्रो नम्बर पनि दिइहालौँ 985111 81135 985111 81135 98082 97485 98082 97485 मा कल गर्नुहोस्। हामी फोन उठाएर यहाँको सेवा गर्न तयार हुन्छौँ र जति जति शिवरात्रिमा आउनुहुन्छ हेर्नुहोस् त 16 लाखले दर्शन गर्दाखेरि 1-1 रुपियाँ दिँदा नि 16 लाख हुन्छ। 100 देवकान देव महादेवको अहिले स्थापना पशुपतिनाथ भनेर विश्वको एकमात्रै प्रसिद्ध पशुपतिनाथ हो नि। तर गाई माताले पत्ता लगाइदिनु भएको हेर्नुहोस् त। किन गौतम बुद्धले पनि गाईको दुधमा बनाएको खिर खाएर बुद्धत्व प्राप्त गरेको छ हैन र? भनेपछि अनि गाई त परम्परा ए बाबा राक्षसहरूसँग लडाइँ हुँदा पनि गाईलाई संरक्षण दिने त गौमाता हो नि। गोबरमा सन् गाई बसेर अनि लक्ष्मी पूजामा होस् हरेक कार्यमा गाईको गोबरले लिप्दा मात्रै शुद्ध हुने। अब हामी गर्भदेखि मृत्युसम्म गाईको गउँतले चोखिनु पर्ने। जिउँदो देउता जति पनि नेपालका धार्मिक स्थल, भारतका धार्मिक स्थल हुनुहुन्छ सबै गाईबाट पत्ता लाग्यो नि। तर तिनै गाईलाई यो नेपालमा पवित्र देशमा, देवकान देव महादेवको देशमा, गौतम बुद्धको देशमा, भिरकुटीको देश, जनकको देश है कि यस्तो पतञ्जलि जन्मेकै नेपालमा अर्घाखाँचीमा यस्तो पवित्र देशमा जङ्गबहादुर जस्ता जन्मेका भिमसिंह थापा, अमरसिंह थापा लगायत यस्ता विद्वान महापुरुषहरू जन्मेको देशमा आज जिउँदो देउता भगवान गौमाता शिवका वाहन नन्दीले दुःख पाउनु भएको छ। सबभन्दा दुःखलाग्दो कुरा यो कसलाई दोष जान्छ भने शासकहरूलाई। पहिला त हेर्नुहोस् धार्मिक मान्छेहरू कस्तो महान मान्छेहरू, महापुरुषहरू आज एयरपोर्ट नेपालको अन्तर्राष्ट्रिय राष्ट्रिय एयरपोर्ट बनेको ठाउँ सबै गाईको चरण हो नि। त्यो खोस्यो। जय गौ माता। जय गौ माता। यहाँले स्क्रिनमा देखिरहेको आरबी देउपानेको भाग भनेर यहाँले चिन्नुहुन्छ उहाँलाई। र हामी बचाउ तथा समाज विकास अभियान 2071 उहाँहरूको चाहिँ यो दर्ता भएको नाम रहेको छ। यहाँ पछाडिपट्टि गाई बाछा त्यस्तै गरी देख्न सक्नुहुन्छ। यहाँले गोरुहरू पनि निकै ठुल्ठुलो नन्दी होइन, हाम्रो सनातन गोरुलाई नै नन्दी भनिन्छ। अनि त्यस्तै गरी अब यहाँको बारेमा धेरै जानकारी धेरैलाई थाहा छ। तर उहाँहरूको आफ्नै पेज पनि रहेको छ। यही नाममा यहाँले पेज पनि सर्च गर्न सक्नुहुन्छ, टिकटक देख्न सक्नुहुन्छ। उहाँले गरेका कार्यहरू नेपालमा होइन विश्वभरि नै रहेका छन्। त्यो यहाँले भिडियो हेर्नुभयो, सर्च गर्नुभयो भने सजिलै प्राप्त गर्न सक्नुहुन्छ। तर अब आज विशेष दिन पनि रहेको छ एकादशी होइन। अनि त्यस्तै गरी चाहिँ गीता जयन्ती पनि रहेको छ। अब तपाईँ लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ। अब हाम्रो गाईको गौत भनेको चाहिँ हाम्रो गर्भदेखि लिएर होइन मृत्युसम्मको लागि काम लाग्छ। यस्तो चिजलाई तपाईँले चाहिँ सेवा गरिरहनु भएको छ। यति बेला 150 भन्दा बढी चाहिँ गाई नन्दी बाछा गरेर रहेका छन् यहाँ मात्र त्यति। हाम्रो टोटल ठाउँमा गएर 500 भन्दा बढी। ए कतिवटा ठाउँमा छ अहिले त्यो जानकारी दिनुहोस् न। हाम्रो काभ्रेको 2-3 ठाउँ काभ्रेको, अनि यता सर्लाहीतिर भर्खर सुरु गरेका छौँ। सर्लाही 1 वर्ष भयो। त्यहाँ चाहिँ जनकपुरतिर दुःख पाएकाहरू भन्नु न सर। होइन उहाँको गाडी गर्न उहाँले मैले अस्ति भने आफै बनाउनु भनेको छु। फेरि तपाईँहरूले बनाइदिनुला। त्यही त मैले तपाईँको सजिलोको लागि हामीसँग त पैसा लिने हो नि त। सजिलोको लागि हामीले गर्ने होइन नि। मैले तपाईँ बनाउनुहोस् भनेको थिएँ। अब फेरि अब यहाँबाट तपाईँहरूले सुविधा दिनुभएछ भयो, राम्रै भयो त।
होइन त्यही त बाबा उहाँको सुविधाको लागि हामी अनि समय आयो भने हेडक्वार्टर प्रहरी हेडक्वार्टरमा भन्ने यहाँ फलानामा दुःख दियो भनेर त्यो पो भन्ने हो त हामीले त बनाइदिनुहोस् होइन त्यो सानो कुरालाई कति पैसा लाग्छ ल यसरी बनाएर यो कसले उ गर्ने भन्नुला त्यसमा चाहिँ अब त बना म बना भन्नुभन्दा तपाईँले जिम्मा लिएपछि बनाइदिनुहोस् अब पछि पिन डिजाइन पठाइदिनुहोस् अनि मैले डिजाइन पठाइदियो हामीले बनाउनु पर्छ नि बनाइदिनुहोस् है ए त्यहाँ हेर्दा पैसा त्यहाँ पैसा कसले खसाल्छ तपाईँहरूको हो नि नानीले होला त्यो नानीलाई दिएँ यसलाई म साइलेन्ट राखेँ ल पिठो खुवाउनु खोज्नु भएको ल त्यहाँ निकालिदिएन पिठो है बाटोमा निकालिदिए ल धेरै हल्ला नगरौँ ए प्रदीप कोठा छिर्यायो फेरि यस्तो धर्छ क्या कति मैले सबैलाई आज यहाँ बसेर 4-5जना आजीवन बन्नु है अब त्यो भन्नु न सबैलाई आउँदा थाहा हुन्छ नि जस्ता मागौँ विशाल गोठ बनाउँदैछु भने हस् भने म हिँडेस् त आफू मोबाइलमै भुलिने कि सबैसँग गाह्रो छ कुरा गर्दैछौँ होइन भनेपछि यहाँ 150 भन्दा बढी गौमाता नन्दी अनि बाछा बाछीहरू रहेका छन् योभन्दा हजुर जानकारी हाम्रो काभ्रेको 3 ठाउँमा अन्त सर्लाहीमा पोहोर साल यसो सुरु गऱ्यौँ त्यहाँ पनि राम्रोसँग गोठवाउन सकेका छैनौँ अनि हामी दाउनेमा सुरु गरेर एकजना स्वामीजीलाई राखेर उहाँ स्वामीजी नै फेरि अन्त लागिदिनु भयो त्यहाँदेखि त्यस्तै अरखाँचीमा नि सुरु गरेका थियौँ अब व्यवस्थित गर्न सबै कुरा गोठवाउनु नि पैसै खर्च हुने हो पैसा नजुटिकन धनराशि नभए केही नहुँदो रहेछ अब सबलाई हारगुहार गरिरहेको छौँ दाताहरूलाई तपाईँले चाहिँ दाताहरूलाई हारगुहार गरिरहनु भएको छ जस्ताको लागि भयो होइन यहाँ आवश्यक धेरै कुराहरू पर्छ होइन हामी त्यता पनि जाउँला गाईको महत्त्व कतिलाई त थाहा छ अब सनातनीहरूलाई त होइन गाईको महत्त्वको बारेमा हजुरकै मुखबाट अलिकति भनिदिनुहोस् न होइन परम्पराकालदेखि सृष्टिकर्ता नि भनिन्छ गाईलाई समुद्र मन्थन गर्दाखेरि पनि गाईको उत्पत्ति भएको हो भनिन्छ अब धर्मको कुराले सबै ठाउँको ठुला धार्मिक स्थल गाईबाटै पत्ता लगाएको छ हाम्रो आराध्य देव भगवान् देवकान देव महादेव पशुपतिनाथ गौमाताले सधैँ एउटी गाईले दुध दुन गए दुध नहुने आज पनि दुध छैन भोलि पनि दुध छैन अनि दैनिक आज गए भोलि गए दुध नभएपछि दुध कसले चोर्यो भन्ने गाईका सेवकहरूलाई शङ्का भएर दरबार जाहेर भयो त्यतिखेर गोपाल वंशी राजाहरूको शासनको कालमा अनि यो दुध कसले चोर्यो च्याउ गर भन्यो त्यतिखेर क्यामेरा नि होइन कुनै सञ्चार साधन पनि होइन भनेपछि अहिले जहाँ विराजमान हुनुहुन्छ भोले बाबा आराध्यदेव भगवान् पशुपतिनाथ त्यो त्यहाँ बालुवाको ढिस्को त्यहाँ गएर चारै थुनबाट दुध तर दुध दिइरहेको देखेपछि त अचम्म भयो दरबारमा जाहेर भयो अनि के रहेछ त उत्खनन गर भनेर हुकुम भयो त्यो हुकुम दिने जसले हुकुम दिनुभयो उहाँको नि मृत्यु भएको हामी पढ्न पाउँछौँ सुन्न पाएका छौँ भनेपछि त्यसरी स्थापना भएको आराध्यदेव भगवान् देवकान देव महादेवको अहिले स्थापना पशुपतिनाथ भनेर विश्वको एकमात्रै प्रसिद्ध पशुपतिनाथ हो नि तर गाई माताले पत्ता लगाइदिनु भएको हेर्नुहोस् त किन गौतम बुद्धले पनि गाईको दुधमा बनाएको खिर खाएर बुद्धत्व प्राप्त गरेको छ होइन र भनेपछि अनि गाई त परम्परा ए बाबा राक्षसहरूसँग लडाइँ हुँदा पनि
गाईलाई संरक्षण दिने त गौमाता हो नि। हजुर गोबरमा सन् गाई बसेर गाई बसेर अनि लक्ष्मी पूजामा होस् हरेक कार्यमा गाईको गोबरले लिप्दा मात्रै शुद्ध हुने। अब हामी गर्भदेखि मृत्युसम्म गाईको गउँतले चोखिनु पर्ने। जिउँदो देउता जति पनि नेपालका धार्मिक स्थल भारतका धार्मिक स्थल हुनुहुन्छ सबै गाईबाट पत्ता लाग्यो नि। तर तिनै गाईलाई यो नेपालमा पवित्र देशमा देवकान देव महादेवको देशमा गौतम बुद्धको देशमा भिरकुटीको देश जनकको देश है कि यस्तो पतञ्जलि जन्मेकै नेपालमा अर्घाखाँचीमा यस्तो पवित्र देशमा जङ्गबहादुर जस्ता जन्मेका भिउसिंह थापा अमरसिंह थापा लगायत यस्ता विद्वान महापुरुषहरू जन्मेको देशमा आज जिउँदो देउता भगवान गौमाता शिवका वाहन नन्नीले दुःख पाउनु भएको छ। सबभन्दा दुःखलाग्दो कुरा यो कसलाई दोष जान्छ भने शासकहरूलाई। पहिला त हेर्नुहोस् धार्मिक मान्छेहरू कस्तो महान मान्छेहरू महापुरुषहरू आज एयरपोर्ट नेपालको अन्तर्राष्ट्रिय राष्ट्रिय एयरपोर्ट बनेको ठाउँ सबै गाईको चरण हो नि। त्यो खोस्यो कसले खोस्यो भने शासकहरूले खोसे। राजा त्रिभुवनले आज गाईको जग्गामा हाम्रो एयरपोर्ट बन्यो तुरुन्त सट्टा भरना दिनु भनेर महाराज धिराज स्वर्गीय राजा त्रिभुवनले हुकुम भयो। उहाँको स्वर्गवास भइहाल्यो। न उहाँ राजाका सन्तति सन्तानले पनि बिर्सिनु भयो यो कुराहरू र राज्य शासकहरूले नि बिर्से। आज गाईको गौचरणा एयरपोर्ट बन्यो हामीलाई सुविधा छ धेरै धेरै धन्यवाद बनाउनेलाई पनि। तर गाईको सट्टा भर्न दिनु पर्दैन। आज गाई चरणमा ग्लफ ग्राउन्ड बनाउने अनि धनाढ्य आएर खेल्ने ठाउँ आज लक्ष्मी जिउँदो देउताले चर्ने ठाउँमा यो कुराहरू भनेको अहिलेका आमा देशको प्रधानमन्त्री बन्नुभएको छ पूर्व प्रधान न्यायाधीश उहाँको कानमा नि पुगोस् र राष्ट्रपति रामचन्द्र पौडेलको कानमा नि पुगोस्। उहाँले त बाहुनको छोरो भएर जन्मिनु भएको छ। अब गौमातालाई सम्मान गर्ने नगर्ने त उहाँकै ठाउँमा छ। तर दुःखलाग्दो कुरा आज जिउँदो देउताहरूले यो देशमा दुःख भोग्नु परेको छ। पानी खान नपाएर तडपिएर सडकमा हिँडेर गाडीको ठक्करबाट प्राण त्याग गर्नु परेको छ। त्यसकारणले सबै यो सरकार हाँक्नेहरू स्थानीय सरकारदेखि प्रदेश सरकार केन्द्रीय सरकारलाई हामीले बारम्बार गुहारेका छौँ तर सुनाइ भएन। साँच्चैको पृथ्वी त सबैको साझा थियो नि थिएन र। आज जिउँदो देउतालाई अपमान भएर यो देशमा अनिष्ट भइरहेछ नि। कहिले भूमिगत गृह निस्किन्छ हेर्नुहोस् त, कहिले जेन्जी जन्मिन्छन्, कहिले पानीले अथल पुथल गरेर चाहिँ संसार डुबाइदिएको छ, बाढी पहिरो गएको छ। अब कहिले भूकम्पले चाहिँ छेद विच्छेद बनाएको छ। जबसम्म गाई र शिवका वाहन नन्नीको यो विश्वको गुरुदेशमा व्यवस्थापन हुन्न तबसम्म यो देशले दुःख पाउनेछ। आज एयरपोर्ट विशाल एयरपोर्ट बन्यो हामी खुसी छौँ तर गाईको चित्त दुखाएर गाईलाई रुवाएर त्यो हेर्नुहोस् त राजनीति नेताहरूले आफ्ना मान्छेलाई ठेक्का दिन्छन् त्यहाँ घाँस काट्न। त्यो घाँस हामीले किन्यौँ सेटिङ गरेर किन्नुपर्छ। गौचरणको गाईको जग्गाको घाँस सेटिङ गरेर किन्नुपर्छ। किन्दा पनि यहाँ छिर्न दिन्न। कसले दिँदैनन् भनेदेखि राजनीति नीति भएर आउने पशुपति क्षेत्र विकास कोषका राजनीति नीति भएर आउने व्यक्तित्वहरू कार्यकारी सदस्य सचिव जो भएर आउनुहुन्छ यो त धार्मिक संस्थाले सिफारिस गर्नुपर्थ्यो नि। खोइ हिन्दू महासङ्घ भन्ने त छ त संस्था छैन र। उहाँहरूले के गर्नुपर्छ? कोही गाई नबचाए उहाँहरूको हामी सबैको धर्म बच्छ र? गाई गोरु नै नबचाउने हो। धर्मगुरुहरूको काम के हो भने नि उहाँहरूले अप्ठ्यारो नमानिदिनु होला। तपाईँहरू गाईको महत्त्व त भन्नुहुन्छ सप्ताहमा भागवतमा भन्नुहुन्छ अनि गुरुहरू कर्मकाण्डीहरू गाई दान पनि लिन चाहनुहुन्न पैसा लिनुहुन्छ। हामीले पालिदिएका छौँ कतिपय गुरुहरू त गाईहरू अब गाई चाहिँ दान गर भने स्वर्ग गइन्छ भन्ने हाम्रो धार्मिक शास्त्रहरूमा रहेको छ नि त।
अथवा उसमा गरिन्छ छोरीलाई कन्यादान गर्दा पनि गाई होइन, अनि मृत्यु उसमा पनि गाई नै दान गर्ने चलन रहेको छ। त्यस्ता गाईहरू पनि तपाईँहरूले लिनुहुन्छ बरु? त्यो असल गुरुले मलाई गाई दान दिनुभएको थियो। गाईको बिजोग हुन्छ पालिदिनुहोस् भन्नुहुन्छ। अब अधर्मी गुरुहरू त त्यो झुकेर गुरुमा बेच्ने होइन, सडकमा छोडिदिनुहुन्छ। त्यो किन भन्दा नि यो कलियुग भएर होला। उहाँहरूको सद्भाव जाग्यो भने एउटा उदाहरण भनौँ हजुरलाई, गौमाताले पत्ता लगाइदिनु हो पशुपतिनाथ। शिवरात्रि शिवको मेला लाग्छ नि, रातभरि जागरण भएर ओहो 14 लाख 15 लाख 16 लाखले दर्शन गर्नुभयो भक्तजनहरूले भनेर हामी सुन्छौँ नि। खोइ त भक्तजन जीवहरू कमसे कम शिव पत्ता लगाइदिने, शिवरात्रि दिन शिव पत्ता लगाइदिने गौमातालाई चाहिँ सम्मान गर्नु पर्दैन? पक्कै पनि। अब आज हामी के भन्न चाहन्छौँ भने फेरि पनि आउनेछ महाशिवरात्रि। अब यसपालिको महाशिवरात्रिमा चाहिँ पशुपतिको छेउमा रहेको छ यो आश्रम चाहिँ होइन, मठ मन्दिर गाई बाछा उत्थान यहाँले देखिहाल्नुहुन्छ, बोर्ड पनि रहेको छ बाहिर। यो लोकेसन अझै मैले भन्दा पनि हजुरले भनिदिन सजिलो हुन्छ होला। यस ट्याक्कै पशुपतिको कहाँनिर भन्दा सजिलो हुन्छ, लोकेसन भनिदिनु अनि म अरू कुरा भन्छु। पशुपति मन्दिरको भित्रीमा मन्दिरको भागको दक्षिण गेटबाट दक्षिणतिर थोरै 25 मिटर त्यहाँ नन्दी सेवा स्थल, मठ मन्दिर गाई बाछा बचाउ तथा समाज विकास अभियान भनेर बोर्ड छ। न वृद्ध आश्रमको पश्चिमपट्टि त्यो बोर्ड देखिन्छ। र हाम्रो नम्बर पनि दिइहालौँ, 98 511 81 135, 98 511 81 135, 98 082 97 485, 98 082 97 485 कल गर्नुहोस्। हामी फोन उठाएर यहाँको सेवा गर्न तयार हुन्छौँ। र जति शिवरात्रिमा आउनुहुन्छ हेर्नुहोस् त 16 लाखले दर्शन गर्दाखेरि 1-1 रुपियाँ दिँदा नि 16 लाख हुन्छ। 100 दिनु हो भने त कत्रा गौशाला बन्छन्। पक्कै पनि यसपालि नबिर्स्यौँ है, हामी विशेष यसपालि यो महाशिवरात्रिलाई चाहिँ विशेष बनाएर अलिकति अभियानमा जोड्नु पर्ला जस्तो पनि लागेको छ सर। सबै भक्तजनहरूलाई र म मिडियाका मित्रहरूलाई नि के भन्न चाहन्छु भने शिव पत्ता लगाउदिने गौमाताले दुःख पाउनुभयो यो देशमा। अघि यो सबै भक्तजनहरूलाई हामी विशाल गौशाला बनाउँदैछौँ। अब अहिले हाम्रो नेपालकै नारायण थान विष्णु भगवानको बास, नारायण भनेको विष्णु, कुखुरा बास्ता पनि सुन्न नहुने भएर उहाँ ध्यान गरेर बस्नुभएको काभ्रे पलाञ्चोकको बेथान गाउँपालिका, त्यसको मुनि छाङछाङ भन्ने ठाउँमा हामी 200-300 गाई बाछा अट्ने गोठ बनाउँदैछौँ। सबैले सहयोग गर्नु होला। जस्ता फलामको पोलहरू, सिमेन्टी, गिट्टी, विविध कुराहरू कमसेकम एकजनाले सक्नुहुन्छ भने 100वटा गर्नुहोस्, सक्नुहुन्न भने एक पाता भए नि गर्नुहोस्। पक्कै पनि। अब यसको लागि उहाँले फोन नम्बर दिइसक्नु भएको छ। तपाईँहरूले यसपालिको शिवरात्रिमा चाहिँ के पुण्य गर्न चाहनुहुन्छ र भगवान् शिवलाई खुसी बनाउन चाहनुहुन्छ भने गौमाताको लागि, नन्दीको लागि, गाई बाछाको लागि अवश्य पनि केही गर्नुहोस्। त्यसको लागि आरबी सरलाई फोन गर्नुहोस्, यहाँ आउनुहोस्, अथवा विदेशमा हुनुहुन्छ भने उहाँसँग फोन गरेर कुराकानी बुझेर यो भिडियो हेरेर पनि धेरै कुरा बुझ्न सक्नुहुन्छ। उहाँहरूले विभिन्न ठाउँमा गाईको उत्थानको लागि, नन्दीको उत्थानको लागि, बाछा बाछीको उत्थानको लागि यो सब कर्म गर्दै हुनुहुन्छ। यो सबैको लागि सायद हात फैलाउनु आवश्यक थिएन यदि हाम्रो सरकार बलियो भइदिएको थियो भने, होइन त? सरकार आफ्नो ठाउँमा बलियो हुनु होला, भावना होइदिनु पर्यो सरकारको। राज्यले 10 देखि 15 करोड सडकका गाई बाछा व्यवस्थापन गर्न भने छुट्याएको हुन्छ। त्यो पैसा कहाँ जान्छ? यो मिडियाको मित्रहरूले सोध्नुपर्ने कुरा हो। अघि खोइ कहाँ जान्छ? ए बाबा, गौचरणको पैसा 2 करोडभन्दा बढी आउँछ। त्यो पैसा कहाँ जान्छ? गाईलाई त 1 बोरा पिठो नि आउन्न, 1 किलो नुन पनि आउँदैन भनेपछि आज हेर्नुहोस्, हाम्रो यो आँखा हस्पिटल छ नि तिलगङ्गा, त्यसको माथिल्लोपट्टि हामीले यहाँ गाई बाछा नन्दी राख्नुभन्दा अगाडिसम्म हामी उफ्री पाफ्री गर्ने ठाउँ। त्यो ग्लोभले पेल्दै ल्याएर सारा पेले हामी त्यो जङ्गललाई हराभरा बनाउँछौँ। ती गाईको बाँस होस्, त्यहाँ गाईको जग्गा हो। यो अन्याय भएको छ। यो सरकारको कानमा पुगोस् र प्रधानमन्त्री, आमा प्रधानमन्त्री सुशीला कार्कीको कानमा पुगोस्। उहाँ कानुनको पनि ज्ञाता अघि भनेपछि अहिले सबैकै आमा भएर नेपालको सम्मानीय प्रधानमन्त्री बन्नुभएको छ। तपाईँकै कार्यकालमा तपाईँलाई नै अहिले अप्ठ्यारो पर्या होला,
गाईलाई सम्झिनुहोस्, गाईलाई क्षमा पूजा गरेर व्यवस्थापन गर्नुहोस्, तपाईँको विजय नै विजय हुन्छ। गाईको व्यवस्था गर्नु हो भने तपाईँ कहिले पनि सफल हुनुहुन्न। चाहिँ यो चाहिँ ध्यान जाओस्। आज जिउँदो देउता ए बाबा भोले बाबालाई अरबौँ रुपियाँ छुट्याइन्छ, भोले बाबाको कोषमा अरबौँ खरबौँ छ। आज उनलाई पत्ता लाउने गौमाताले सडकमा खाना नपाएर भौतारिनु पर्ने, अनि गाडीको ठक्करले छेदविच्छेद हुनुपर्ने। तपाईँहरू जो जो राजनीतिका दलहरू हुनुहुन्छ, म पहिलाका पूर्व प्रधानमन्त्रीहरूलाई त धेरैचोटि भनिसकेँ, हेर्नुहोस् अहिले प्रचण्डजीको, ओलीजीको यो गाईलाई तपाईँहरूले सम्मान नगरेर हो के? गाईलाई त बिर्सिनु भयो। तपाईँ तेह्रथुम जन्मिनु भएको, कोही अब कास्कीको शरणकोटमा जन्मिनु भएको, हगि देशको नेतृत्व लिनुभयो। अब खोइ त गाईलाई कसैले वास्ता गर्नु भएन, गाईलाई खाना सिकाउनु पर्छ भनिदिनु भयो, तपाईँहरू बर्बाद हुनुभयो होइन र? नत्र गाईको सम्मान आज अमेरिका जस्तो ठाउँमा लाखौँ गाई खाने ठाउँमा गाई खानुहुन्न, मानसिक सन्तुलन गुम्छ, ब्रेन ट्युमर हुन्छ भनेर त्यहाँका वैज्ञानिकहरूले प्रमाणित, नासाका वैज्ञानिकले प्रमाणित गर्नुभएको छ। यहाँ चाहिँ होइन एक थरीले भनेको छ यो क्षेत्री बाहुन र चाहिँ यो हिन्दू धर्मको मात्र गाई हो भनेको छ। गाई त पृथ्वीकी हुन्, पृथ्वीकी नै आमा हो गाई भने त। ओहो, गाईलाई पशु भन्न मिल्दैन, गाईको दुधलाई दुध भन्न मिल्दैन भनेर शास्त्रमा लेखेको छ नि। अमृत हो गौमाता त, पृथ्वी होइनन्। तर अहिले त गाईलाई पनि एन्टिबायोटिक सुई हानिन्छ अरे, अनि दुध बढी बढी दिने बनाइन्छ अरे भन्छन् नि। यो बारेमा हजुरले कतै देख्नु सुन्नु भेट्नु भएको? होइन हो, यो साँच्चै हो। गाई भैँसीलाई नै दिन्छ यो कलियुग। हेर्नु सबैलाई पैसा चाहिएको छ। मानवले के सोच्नु पर्यो भने नि, सबभन्दा ग्यारेन्टी हुने मृत्यु हो नि। जन्मेको कुनै प्राणी बाँचिया छ र संसारमा हो? वृक्ष छैन, एक दिन जाने हो नि। भनेपछि मानवले के सोच्नु पर्यो भने, म जन्मेको मर्न हो, मैले असल काम गर्नुपर्छ। 84 लाख जीवमा मानव बनाएर पठाएको, देशमा शासन गर, ठुलो पदमा जाऊ, नेतृत्व लिऊ, जनतालाई पनि सुख देऊ, सबै प्राणीलाई सुख देऊ, शान्ति देऊ, सबैको कल्याण गर भनेको। ल हेर्नुहोस् त, आफ्नै कल्याणको लागि देशको प्रधानमन्त्री हुने हो र, प्रधान न्यायाधीश हुने हो र? राजा किन? हेर्नुहोस् त, राजाले कति प्यारोसँग देशलाई माया गरे हुन्छ। राजा बिक्छन्, अहिलेसम्म राजा बिक्दैनन् नि। राजा महान, त्यही भएर राजालाई हेर्नुहोस् देशको माया जति अरू नेतालाई भएर। खोइ गाईको पैसा छुट्याउने कुन चाहिँ प्रधानमन्त्रीले गाई ठुल्ठुलो गौशाला बनाएर सुन्नु भएको छ? अहिले 1-2 जना मेयरले, बुटोलको एकजना पाण्डे थरको मेयरले, अनि नेपाल गजमा धमल शमशेर राणा हुँदाखेरि त्यहाँ गौशाला बनिएको थियो। नत्र अहिलेसम्म कुनै मेयरले गाईको पैसा उहाँहरूको कार्यकर्तालाई बाहेक, अनन्त्र बाहेक